ल अब हामी खतरा खालको भ्लग बनाउने ल वेलकम टु दामी भ्लग तपाईहरुलाई देखाउँछु अब एकछिनपछि आज चाहिँ खतरै भ्लग बन्नेवाला छ है अनि अब हामी मामा भान्जाको चाहिँ कति वर्षपछि भेट भएको छ अनि आज हामी भक्तपुर दरबार स्क्वायर घुम्न आएका छौं र दामी खालको भ्लग बन्नेवाला छ है त आज चाहिँ दामी भन्नु ल त्यहाँनिर मजाले हिमाल पनि देख्न सकिन्छ हैन यहाँनिर मजाको ठुलो पोखरी छ अब उतापट्टि मेन दरबार स्क्वायर छ अब त्यता हामी एकछिनपछि घुम्न जान्छौं अनि यतापट्टि चाहिँ सिद्ध पोखरी पनि अब हामी केही छिनमा घुम्न जाने छौं है त गाइज वेलकम टु दामी भ्लग्स अहिले चाहिँ हामी सिद्ध पोखरी आइसकेका छौं र हामी घुम्दैछौँ यहाँनिर यहाँ चाहिँ बोटिङ पनि गर्न सकिने रहेछ हामी पनि के बोटिङ गर्ने हो र बोटिङ गर्ने दुईजना मात्र बस्नु चारजना नि मिल्ने रहेछ त्यसलाई चिसो लागिरहेछ त्यही भएर होइन त्यो चाहिँ नगर्यो होला रमाइलोको लागि यदि हामी गर्ने हो भने यो पनि गरौँ त्यस रमाइलो देखिँदैछ है अनि हामी मामा भान्जाको चाहिँ एकदम धेरै पछि भेट भएको कि एकदमै खुसी लागिरहेछ त्यही भएर त्यही दामी भाइब आइरहेछ है अनि यो बेला हामीले एकजना मान्छेलाई मिस गरिरहेका छौँ होला कतै होला ड्युटीतिर होला कि कामतिर होला कि लखर हिँड्दै होला कि हामीले चाहिँ दुधेको बारेमा भनिरहेको है दुधे चाहिँ हामीसँग भेटेको छ अनि हामी चाहिँ यहाँ जमाएर हिँडिरहेका छौँ आज माछालाई दिने के अरे दाना ए अब माछालाई चाहिँ दाना किनेर यसो दाना खुवाउने छौँ हामी यस्तो रहेछ यहाँ सिद्ध पोखरीनिर दाना चाहिँ के हो यस्तो मजाको छ त हो हामी आफै खाउँ जस्तो हामी आफै खाउँ जस्तो रहेछ पपकर्न नखानु ल अब यो हामी माछालाई दिन्छौँ है त पैसा दिनुभयो ल दिवाङ्सी अब हामी माछालाई दिने है त यो पपकर्न चाहिँ माछाले खाने पपकर्न वाउ ल फेरि दिनुहोस् त अलि ठुलो अझै खाइयो एक मुठी दिनु त सानो सानो माछा रहेछ है ल ल दाना दिनु न त माछालाई म पनि यसो माछालाई दाना खुवाउनु पर्यो यहाँ पपकर्न अब यहाँनिर माछा अब यो मोबाइल चाहिँ झन्नै पानीमा खस्यो साँच्चीकै यो सिद्ध पोखरी चाहिँ कति दामी रहेछ है यहाँबाट त्यहाँनिर टक्क हिमाल पनि देख्ने अनि पोखरी पनि यत्रो ठुलो छ दिवाङ्सी कति राम्ररी आएको हो कति क्युट हामी आज कहाँ आएको ल भन्नुहोस् त माछा हेर्न सिद्ध पोखरीमा आएको है यस्तो रमाइलो छ है तपाईँलाई रमाइलो लाग्यो अनि तपाईँको चस्मा कहाँ हराएको गफ दियो छैन मम्मीले बोक्नु भयो होला है पानीमा खसेकै हो है खसेकै हो अब के गर्ने गोल्डन फिसले खाइदियो होइन गोल्डन फिस आएको थियो उसले लगाएर गयो होइन अब तपाईँलाई चस्मा चाहिँदैन है कि चाहिन्छ फेरि अर्को किन्ने भन्ने होला अब के गर्ने माछाले लायो होला तपाईँको चस्ता दिवाङ्सीले एकदमै जिद्दी गरेर अब चाहिँ हामी
यहाँ बोट चढ्न गइरहेका छौँ सिद्ध पोखरीनिर। अब म सेफ्टी ज्याकेट लाउनु पर्यो यहाँबाट होइन। कहाँ सिटी बज्यो? ए ग्राउन्ड मात्र होला होइन? अहिले चाहिँ हामी पानी जहाज चढ्दैछौँ नेपालमा नि पानी जहाज आइसक्यो है। हाम्रो ओलीबाको पानी जहाजमा चढेर पुरै यहाँ भक्तपुर घुम्दैछौँ आज हामी। अहिले चाहिँ हामी भक्तपुर दरबार स्क्वायरभित्र आइसकेका छौँ र यहाँभित्र चाहिँ अब एकदमै पुराना दरबारमा भएका चिजहरू मजाले देख्न सकिन्छ।